हेलो एन्ड नमस्ते सबैजनालाई। म दिपा। केही समय पछाडि मलाई फेरि मिनी ब्लग बनाउन मन लाग्यो। मैले 2-4 महिना अगाडि 2-4 वटा मात्र मिनी ब्लग हाल्दा नि तपाईहरुले एकदमै धेरै मन पराइदिनु भएको थियो। त्यसको लागि तपाईहरुलाई धेरै धेरै धन्यवाद। सधैँ यस्तै माया र सपोर्ट दिनु होला। भिडियो बनाउँदा बनाउँदै मैले बिचमा रोक्नुको कारण भनेको भिडियो एडिटिङ थियो। मलाई भिडियो एडिटिङमा एकदमै धेरै समस्या आएको थियो। त्यसपछि मलाई झ्याउ लागेर मैले बनाउन छोडेको थिएँ। फेरि पनि म आज सुरु गर्दैछु। आजको मेरो मिनी ब्लग तपाईहरुलाई कस्तो लाग्छ मलाई कमेन्ट गरेर भनिदिनु होला। खाना बनाएर खाएर रेडी भएर म बाटोमा गाडी कुर्दै छु। कहाँ जानको लागि गाडी कुर्दै छ होला भनेर सोच्दै हुनुहुन्छ होला। म चाहिँ पोखरा जाँदै छु। धेरै जसो म पोखरा जान्छु। अहिलेको मेरो डेली रुटिन भनेकै पोखराकै छ। कति बेरसम्म गाडी कुर्दा नआएर टाउकै दुखेर कुर्दा हैरान भइसकेको थिएँ। गाडी आएर मैले फेरि बीचमा दिदीलाई पिकअप गरेर हामी चाहिँ पोखरा झर्यौं। पोखरा झरेर मलाई चाहिँ दिदीले ह्याप्पी टेन्ट दिनुभएको थियो। म चाहिँ देखाउँदै हिँडिरहेको थिएँ र यता बाटो पनि देखाउँदैछु। म चाहिँ केयर गिभर ट्रेनिङको लागि पोखरा जान्छु। यो चाहिँ पोखरा केयर गिभिङ सेन्टर हो। यो सभागृह चोकबाट थोरै माथि मिड टाउन भन्दा अझै अलिकति माथिपट्टि स्टेट नम्बर 3 बाट भित्रपट्टि लाग्नुपर्छ। हाम्रो यस ट्रेनिङ सेन्टरमा एडमिसन पनि खुल्ला भइसकेको छ इभिनिङ क्लासको लागि। तपाईहरुले कल गरेर बुझ्न सक्नुहुन्छ। हामी क्लासमा एन्ट्री भइसकेपछि म्याम पनि भित्र छिर्नु भयो। म्याम भित्र छिरेर एकछिन पढाउनु भयो। म्यामले पढाइसकेपछि आज हाम्रो थियो प्र्याक्टिकल डे। प्र्याक्टिकल डेको दिन छुट्टै रमाइलो हुन्छ। यहाँ सबैजना डाक्टर बन्दै हुनुहुन्थ्यो। मैले पनि डाक्टर बनेर 2-4 वटा भिडियो बनाएर राखेँ। केयर गिभर भइसकेपछि यो कुराहरू त अब गर्नै परिहाल्छ। दाइले यता दिदीलाई नुहाइदिँदै हुनुहुन्थ्यो। हामी चाहिँ हप्ताको 6 दिन क्लास गर्छौँ। 3 दिन प्र्याक्टिकल डे हुन्छ भने 3 दिन थ्योरी हुन्छ। यता दाइले नुहाइदिँदै गर्दा एडमिसनको लागि पनि बहिनी आउनु भएको रहेछ र यता म्यामले एडमिसन गर्दै हुनुहुन्छ। म्यामको छेउमा बसेर मैले पनि त्यहाँ बहिनीलाई केही कुराहरू सिकाउँदैछु। यति बोरिङ भइसकेको थियो नि क्लास। एउटाले नुहाइदिने गर्दा गर्दै बोरिङ भइसकेको थियो। चिया मगाएको थियौँ, त्यही भएर चिया पनि आयो। हामी चिया खान लाग्यौँ। साथीहरू मलाई 2टा मलाई 3टा भन्दै हुनुहुन्थ्यो। चिया लभर हो नि त मेरो साथीहरू। अफिसमा बिपी सेट पनि आएको रहेछ। म्यामले बिपी सेट दिनुभयो। त्यसपछि हामी घरतिर लाग्यौँ। बाटोमा जाँदा साथीहरूको गाडी आएर उहाँहरू जानुभयो। उहाँहरू चाहिँ बेगनासतालतिरको हुनुहुन्थ्यो भने हामी दुलेौडातिरको थियौँ। साथीहरू गइसकेपछि मैले पनि माइक्रोलाई फोन गरेर एकछिन कुरेँ। त्यसपछि माइक्रो आयो र हामी पनि घरतिर लाग्यौँ। आजको मेरो छोटो मिनी ब्लग तपाईहरुलाई कस्तो लाग्यो मलाई सल्लाह दिनु होला र भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब पनि गरिदिनु।